आज म नेपाली पासपोर्ट भएको र नेपाल अथवा जापान अथवा विश्वको कुनै पनि ठाउँमा बस्ने नेपाली कसरी सिङ्गापुर घुम्न जान सकिन्छ भनेर भन्न जाँदैछु। फर्स्टमा हजुरसँग भ्यालिडेट 6 महिनाभन्दा बढी भएको पासपोर्ट हुनुपर्दछ। सेकेन्डमा हजुरसँग रिटर्न फ्लाइट टिकट हुनुपर्दछ। थर्डमा चाहिँ होटल बुकिङ अथवा सिङ्गापुरमा बस्ने ठाउँको एड्रेस हुनुपर्दछ। लास्टमा चाहिँ हजुरहरूसँग सिङ्गापुर गएर बस्ने घुम्ने सफिसियन्ट पैसा हुनुपर्दछ। सबैभन्दा बेस्ट पार्ट चाहिँ हामी नेपाली पासपोर्ट होल्डर्सको लागि चाहिँ सिङ्गापुरको लागि भिजा एप्लाई गर्नु पर्दैन। सिङ्गापुर घुम्न जानको लागि मोस्ट इम्पोर्टेन्ट थिङ भनेको ल्यान्डिङ हुनभन्दा पहिलाको 3 दिनभित्रमा अराइभल कार्ड अनलाइन सबमिसन गर्नुपर्ने हुन्छ, जसलाई एसजी अराइभल कार्ड भन्छ। यो सिङ्गापुरको गभर्मेन्ट साइटबाट पनि फिलअप गर्न सकिन्छ। हजुरहरूलाई यसको लिङ्क मैले क्याप्सनमा हालिदिएको छु, गएर हेर्नु होला। यो भन्दा बढी केही पनि गर्नु पर्दैन। बुक यो फ्लाइट एन्ड जस्ट गो। अनि एउटा रिकमेन्डेसन चाहिँ फ्लाइट बुक गर्ने बेलामा कम्फर्टको लागि सिङ्गापुर एयरलाइन बेस्ट एयरलाइन छ, बट बजेट फ्रेन्डली अप्सन्स खोज्नु भएको छ भने चाहिँ स्कुट एयरलाइन भन्ने हुन्छ, जुन चाहिँ सिङ्गापुरियन एयरलाइन हो। एकदमै सस्तो छ, एकदमै कम्फर्ट छ, एकदमै बेस्ट फर अस। अनि होटल बुकिङ गर्ने बेलामा चाहिँ सकेसम्म सिटी एरियाभन्दा थोरै बाहिरको बुक गर्नु होला। मेन सिटीमा चाहिँ होटलहरू एकदमै महँगो हुन्छ। सिटीभन्दा थोरै बाहिरको होटलमा गयो भने चाहिँ एकदमै सस्तो पनि पर्छ। अनि ट्राभलको लागि हजुरहरूले ट्याक्सी, ट्रेन जुन युज गरे पनि एकदमै सस्तो हुन्छ एज कम्पेयर टु जापान। जापानको ट्याक्सी भन्दा लगभग 3 टाइम्स सस्तो हुन्छ। ट्रेन स्टेसन अनि ट्याक्सिज अनि लोकल रेस्टुरेन्ट लगभग 99% भन्दा बढी ठाउँहरूमा इन्टरनेसनल क्रेडिट कार्डहरू युज गर्न मिल्छ। त्यही भएर थोरै पैसा नपुगे पनि यदि हजुरसँग क्रेडिट कार्ड छ भने केही प्रब्लम हुँदैन। आजको लागि यति नै। इफ यु हेभ एनी क्वेसन्स ड्रप देम इन द कमेन्ट्स। आई ट्राई टु रिप्लाई एज सुन एज पोसिबल।